अल्लाह पाकका अन्तिम नबी हजरत मुहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लमले भन्नुहुन्छ, जसले म प्रति एकचोटि दुरूद पाठ पढ्यो अल्लाह तबारक व ताला उसप्रति 10 रहमत उतारिदिन्छ। र फेरि भन्नुहुन्छ कि जसले हुजुर सल्लल्लाहु ताला अलैहि वसल्लम प्रति 10 चोटि दुरूद पाठ पढ्छ, अल्लाह सुब्हानहु व ताला उसप्रति रहमत उतारिदिन्छ। त्यही भएर हामीले जति दुरूद पाठ पढ्यो त्यति नै फाइदा छ। इन्शाअल्लाह को पढ्छ अब दुरूद शरीफ? इंशाअल्लाह आदिल भाई, जियाउल भाई, माशाअल्लाह माशाअल्लाह। दिनमा इंशाअल्लाह आजकल 200, 300, 1000 को पढ्छ दिनमा दुरूद शरीफ अबदेखि? ल हात उठाऊ है। माशाअल्लाह माशाअल्लाह माशाअल्लाह। इंशाअल्लाह हामी सबैले दुरूद पाठ पढ्नेछौँ। धन्यवाद।